काठमाडौँको धुलो र भाडाको साँगुरो कोठाबाट वाक्क भएका रमेशको एउटै सपना थियो, श्रीमती सीता र 6 वर्षको छोरा आरवलाई खुसी साथ राख्न आफ्नै एउटा सानो घर होस्। महिनौको खोजीपछि गोदावरीको अलि भित्रपट्टि कुहिरोले ढाकिरहने एउटा एकान्त डाँडामा उसले सोचेभन्दा आधा मूल्यमा एउटा जग्गा भेटायो। जग्गा हेर्न जाँदा त्यहाँ एउटा विशाल सुकिसकेको जस्तो देखिने बरको रुख थियो। त्यसको फेदमा स्याउ र उनिउले ढाकेका ठुल्ठुला कालो ढुङ्गाले चिनेको एउटा अनौठो संरचना थियो। रमेशलाई त्यो जग्गा बेच्ने दलालले हतार हतार कागजपत्र मिलायो। तर छेउकै गाउँमा एकजना 80 वर्ष नागेका माइला बाजेले बाटोमा रमेशलाई रोकेर भनेका थिए, ए बाबु, सस्तो पायो भनेर यस्तो काललाई चाहिँ नकिन है। यो कुनै पुरानो मन्दिर वा चौतारी होइन, त्यो त 100 वर्ष पुरानो समाधि हो। त्यहाँ भित्र जसलाई गाडिएको छ उसको प्राण शान्तिले गएको थिएन। त्यसलाई चलायो भने तिम्रो वंश नै उभो लाग्दैन। तर रमेश जो विज्ञान र मेहनतमा विश्वास गर्थ्यो, उसले ती कुरालाई गाउँलेको अन्धविश्वास मात्र ठान्यो। घर बनाउने दिन डोजर ल्याइयो। जब डोजरको पन्जाले त्यो ढुङ्गाको समाधि भत्कायो, 81 दिउँसो चिसो सिरोटो चल्यो। समाधि भत्किँदा त्यहाँबाट सामान्य माटो होइन, कोइला जस्तै कालो र सडेको मासु जस्तै गनाउने लेसिलो माटो निस्किएको थियो। डोजर चालकलाई त्यही दिन बेलुका कडा ज्वरो आयो। तर कामदारहरूले त्यो कालो माटोलाई व्यवस्था गर्दै त्यही माथि घरको जग खने। रमेशले आफ्नो जीवनभरको कमाई खर्चेर त्यहाँ एउटा सुन्दर आधुनिक घर ठड्यायो। बाहिरबाट हेर्दा त्यो घर जति सुन्दर थियो, त्यसको जग मुनि त्यति नै डरलाग्दो रहस्य पुरिएको थियो। घर सरेको पहिलो हप्ता रमेश र सीता निकै खुसी थिए। तर बिस्तारै घरको हावाहुरी परिवर्तन हुन थाल्यो। बाहिर जतिसुकै घाम लागे पनि घरको भुइँतला सधैँ हिउँ जस्तै चिसो हुन्थ्यो। सीतालाई भान्सामा काम गर्दा सधैँ आफ्नो पछाडि कोही उभिएर हेरिरहेको जस्तो भारी महसुस हुन्थ्यो। फर्केर हेर्दा कोही हुन्थेन। सबैभन्दा ठूलो परिवर्तन 6 वर्षको आरवमा आयो। चुलबुले आरव आजकल एक्लै टोलाउने, खेल्न नजाने र प्राय बेसमेन्टको अँध्यारो कुनामा गएर भित्तातिर हेर्दै एक्लै खासखुस कुरा गरिरहने हुन थाल्यो। एक दिन सीताले लुकेर हेर्दा आरवले आफ्नो खेलौना कार भित्तातिर धकेल्दै भनिरहेको थियो, ए कालो काका, यो हजुरलाई लिनुहोस्, नरिकन खेल्नुहोस् न ल। सीताको मुटु टुकटुक भयो। उनले आरवलाई तानेर सोधिन्, कुसँग कुरा गरेको बाबु? आरवले आफ्नो कालो र ठूला आँखाले सीतालाई हेर्दै भन्यो, कालो काकासँग के आमा, उहाँ धेरै रुनुहुन्छ। उहाँको घर बुवाले डोजर लगाएर भत्काइदिनु भएको रे। त्यसैले उहाँले अब हामीलाई पनि आफ्नै घरमा राख्ने रे। त्यो रातदेखि घरको असली त्रास सुरु भयो। राति ठ्याक्कै 2:45 बजे रमेश र सीता सुत्ने कोठाको भित्ताबाट कसैले नङ्ग्र्याएको भित्ता कोरेको जस्तो खर्याक खर्याक आवाज आउन थाल्यो। रमेशले मुसा होला भनेर व्यवस्था गर्न खोज्यो। तर बिहान उठेर हेर्दा उनीहरूको बेडनेरको भित्तामा माटोले लतपतेका 5वटा औलाका डाम र गहिरो डोबहरू थिए। मानव कोही भित्ताभित्र थुनिएको छ र बाहिर निस्किन तडपिँदै नङ्ग्राले भित्ता कोतारिरहेका छन्। डोबमा लागेको त्यो कालो माटोबाट त्यही पुरानो चिहानको जस्तो सडेको गन्ध आइरहेको थियो। त्रासले रमेश र सीताको निन्द्रा उडिसकेको थियो। उनीहरूका आँखा वरिपरि कालो घेरा बसिसकेको थियो। तर निदाउनु झन् ठूलो सजाय बन्न थाल्यो। दुवैजनाले हरेक रात ठ्याक्कै एउटै सपना देख्न थाले। सपना यस्तो हुन्थ्यो, उनीहरू कुनै निचाट अँध्यारो, चिसो र साँगुरो बाकस जस्तो ठाउँमा थुनिएका छन्। उनीहरूका हात खुट्टा पछाडि बाँधिएका छन्। उनीहरू चलमलाउन सक्दैनन् अनि 81 माथिबाट कसैले निरन्तर चिसो, एकदमै गनाउने र भारी कालो माटो उनीहरूको अनुहारमा फालिरहेको हुन्छ। उनीहरू सास फेर्न छटपटाउँछन्, सहयोगका लागि चिच्याउन खोज्छन्, तर मुख खोल्ने बित्तिकै मुखभरि, घाँटीभरि र फोक्सोमै त्यो कालो माटो भरिन्छ। सास फेर्न नसकेर आँखा बाहिर निस्किनै लाग्दा, छाती फुट्नै लाग्दा दुवैजना राति ठ्याक्कै 3:15 बजे एकैसाथ चस्याङ्ग भएर पसिनाले निर्थुक्क भएर लामो सास तान्दै बिउजिन्थे। एक दिन बिहान सीता ऐना हेर्दै गर्दा तारतरी रोइन्। रमेशले अत्तालिँदै कारण सोद्धा सीताले आफ्नो मुख खोलिन्। उनको दाँत र जिब्रोमाथि त्यही कालो माटो टाँसिएको थियो। रमेशले हतार हतार आफ्नो ओछ्यान पल्टायो। तन्नाभरि चिसो कालो माटो छरिएको थियो र रमेशका आफ्नै हातका नङ्ग्राभित्र पनि त्यही माटो कोचिएको थियो। सपना अब सपना मात्र रहेन, त्यो यथार्थ भनेर उनीहरूको ओछ्यानसम्म पुगिसकेको थियो।
पारिवारिक माया र डरले पागल जस्तै भएको रमेश सीता र आरबलाई घरमै ताला लगाएर सुरक्षित बस्न भन्दै तिनै माइला बाजेलाई खोज्दै गाउँको चिया पसलमा पुग्यो। रमेशले रुँदै बाजेको खुट्टा समात्यो र सबै कुरा सुनायो। बाजेको अनुहार डरले पहेँलो भयो। उनले काप्दै भने, मैले त तँलाई पहिले भनेको थिएँ नि बाबु, आजभन्दा ठ्याक्कै 100 वर्ष अगाडि यो गाउँमा हैजाको ठुलो महामारी फैलिएको थियो। गाउँका आधा मान्छे नै मरे। त्यति बेला त्यो जग्गामा एकजना अघोरी तान्त्रिक बस्थ्यो। गाउँलेहरूले अज्ञान तर डरको झोकमा त्यही तान्त्रिकले बोक्सी विद्या लगाएर गाउँले सखा पारेको आरोप लगाए। रातको समयमा पुरै गाउँलेले मिलेर त्यो निर्दोष तान्त्रिकलाई कुट्दै कुट्दै लगेर त्यही बरको रुखमुनि जिउँदै गाडिदिएका थिए। बाजेले लामो सास तान्दै अगाडि बढे। खाल्टोमा पुर्दै गर्दा त्यो तान्त्रिकले हात खुट्टा बाँधेको अवस्थामा चिच्याएर श्राप दिएको थियो। मेरो चियान भत्काएर यो माटोमा पाइला टेक्ने हरेकलाई म मेरो अधुरो बदलाको शिकार बनाउने छु भनेर। जसरी मलाई जिउँदै निसासिएर मारिस तिनीहरू पनि त्यसरी नै मर्नेछन् भनेर भन्दै थिए। बाबु, त्यो आत्मा त मुक्त भएको थिएन। त्यो बदलाको लागि भोकै त्यही कुरिरहेको थियो। तैँले अन्जानमा त्यो कैद भत्काइस् र आफ्नो घरलाई नै त्यो नयाँ चियान बनाइदिस्। सत्य थाहा पाएपछि रमेशको होस हवास उड्यो। उसले घरलाई आफ्नो सपना मानेको थियो, तर त्यो आफ्नो परिवारको चिहान पो रहेछ। ऊ गाडी कुदाएर घर पुग्दा साँझ परिसकेको थियो। आकाशमा कालो बादल मडारिरहेको थियो। उसले घरभित्र पस्ने बित्तिकै सीतालाई चिच्याउँदै भन्यो, ए सीता, एक जोडी लुगा मात्र बोक। आरबलाई लिएर अहिले नै यो घरबाट निस्किहाल्नुपर्छ। सीता आत्तिएर झोला प्याक गर्दै थिइन्। एक्कासी ड्याङ्ग गरेर घरको मेन ढोका आफै बन्द भयो। घरभित्रका बत्तीहरू झ्याप्प निप्छन्। घरभित्रको तापक्रम यति चिसो भयो कि उनीहरूले सास फेर्दा कुहिरो जस्तो बाफ निस्किन थाल्यो। सीताले अँध्यारोमा छामछुम गर्दै सोधिन्, आरब खोइ? अँध्यारो र शान्त घरमा बेसमेन्टबाट आरबको चिसो भावनाहीन आवाज गुन्जियो, आमा, बुवा, कालो काकाले हामीलाई आफ्नो घर लैजान्छु भन्दै हुनुहुन्छ। रमेश मोबाइलको टर्च बालेर बेसमेन्टतिर दौडियो। त्यहाँको दृश्यले उसको रगत नै जमाइदियो। आरब बेसमेन्टको बीचमा उभिएर भुइँमा हेर्दै मुस्कुराइरहेको थियो। अचानक बेसमेन्टका सिमेन्टका टाइलहरू ठुलो आवाजसहित आफै फुट्न थाले। भुइँ चिरेर त्यहाँबाट त्यही गनाउने कालो र गिलो माटो बलबली बाहिर उम्लन थाल्यो। भित्ताहरूबाट माटो बग्न थाल्यो। रमेश र सीताले आरबलाई तान्न खोजे, तर ढोका र झ्यालहरूमा कसैले बाहिरबाट किला ठोके जस्तै टसको मस पनि भएनन्। भित्तामा कोरेको ख्र्याक ख्र्याक आवाज अब भित्ताभित्रबाट होइनन्, उनीहरूको वरिपरि हावामा गुन्जिन थाल्यो। कालो माटोको हिलोले उनीहरूको घुँडा घुँडासम्म छोपिसकेको थियो। सीता रमेशको छातीमा टाँसिएर रुँदै थिइन्। रमेशले आफ्नो परिवारलाई बचाउन नसकेकोमा भगवानलाई पुकारिरहेको थियो। बिस्तारै त्यो माटो बढ्दै गयो र उनीहरूलाई निल्दै गयो। त्यो भयानक रातपछि त्यो घरमा पूर्ण शान्ति छायो। कोही बाहिर निस्किएनन्। 4 दिनपछि रमेशको अफिसबाट मान्छेहरू खोज्दै आउँदा घरभित्रैबाट लक थियो। बाहिर रमेशको गाडी त्यहीँ थियो। कुनै अनिष्टको शङ्कामा प्रहरी बोलाएर ढोका फोडियो। घरभित्र कुनै रगत थिएन, चोरी भएको केही पनि थिएन। तर जब प्रहरी बेसमेन्टमा पुग्यो, कतिपय प्रहरीले त वाकवाकी नै गरे। बेसमेन्टको भुइँ भत्किएर बीचमा एउटा ठुलो गहिरो खाल्टो बनेको थियो। त्यो खाल्टोभित्र कालो माटोको थुप्रोमा रमेश, सीता र सानो आरबको मृत शरीर थियो। रमेश र सीताले दुवैको र आरबको हात कसिलो गरी समातेका थिए। उनीहरूका आँखा डरले खुल्ला र सेता थिए। जब पोस्टमार्टम रिपोर्ट आयो, डाक्टरहरू नै आश्चर्यमा परे। उनीहरू कसैलाई पनि कुनै हतियारले मारेकै थिएनन्। उनीहरूको मृत्यु निसासिएर भएको थियो। अझ डरलाग्दो कुरा त के थियो भने उनीहरू तिनैजनाको फोक्सो, सास नली र पेटभित्र त्यही पुरानो समाधिको कालो र सडेको माटो खचाखच भरिएको थियो। उनीहरूका हातका नङ्ग्राहरू भाँचिएर रगतपच्छ थिए। मानौ उनीहरूले माटोभित्र पुरिँदा बाहिर निस्किन आफ्नो घरको भुइँमा नङ्ग्राले स्क्रैच गरेका थिए। जुन सपना उनीहरूले हरेक रात देखेका थिए, अन्त्यमा त्यही सपना यथार्थ बनेको थियो। उनीहरू आफ्नै घरभित्र जिउँदै गाडिएका थिए। आज पनि गोदावरीको त्यो डाँडामा त्यो सुन्दर घर खण्डर र सुनसान बनेर उभिएको छ। जग्गाको भाउ जति सस्तो भए पनि कोही त्यहाँ जानै मान्दैनन्। राति बाटो हिँड्नेहरू भन्छन् आज पनि त्यो घरको बेसमेन्टबाट कसैले नङ्ग्राएको भित्ता कोरेको आवाज र एउटा सानो बच्चाले कालो काकासँग कुरा गरिरहेको प्रष्टै सुनिन्छ। त्यो तान्त्रिकको अधुरो बदला पूरा भयो।
तर त्यस कहरले नयाँ आत्माहरूलाई सदाका लागि बन्दी बनाएर राख्यो।